नमस्ते गाइज ल वेलकम छ है सुपर देउरालीमा सबैलाई स्वागत छ। फाइनली आइपुग्यो गाइज सुपर देउराली। ल हेर्नुहोस् गाइज सुपर देउरालीको ओह्रालोबाट हामी झर्दैछौँ गाइज। आहा सुपर देउराली डाँडाबाट हामी अब तल चण्डीखर्कबाट हुँदै आयो मन्दिरको दर्शन गर्नको लागि। मन्दिर देखिरहनु भएको छ गाइज, हेर्नुहोस्। आहा क्या दामी, वाउ भेरी नाइस, ओ माई गड इमेजिङ, वाउ भेरी नाइस। आइपुग्यो गाइज, फाइनली आइपुग्यो। अब दर्शन गर्नेछौँ गाइज। लाउरे बजार होइन कि लाउरेको भाडा जम्मै हामी यता जाने हो क्या, लाउरेको उसनिर राख्नु हिँड्नु न टाँसे लाइन बसिहाल्यो है ल एक खुसी भन्छ फुलहरू किन्ने भएको छ यिनीहरू, फुल किन्छ कोही गाइज। अब दर्शन गर्ने पालो हाम्रो। सबैजना आउनुहोस् सुपर देउराली। अर्जाखाँचीको सुपर देउरालीमा हेर्नुहोस्, यति राम्रो, यति भिड। एक बिहानै हामी पनि लगभग 8 बजे आइपुगेको चण्डीखर्कबाट गाइज। यति रमाइलो ठाउँ छ कि यति रमाइलो ठाउँ छ, हेर्नुहोस्। म हजुरहरूलाई भिजिट गराउने छु। दर्शन गरेँ सुपर देउराली हजुरलाई। मेरो साथीहरू सबै उठिसकेको छ गाइज, हेर्नुहोस्। आहा गाइज क्या दामी छ। अब भित्र छिर्नुहुन्न हामी त। म भित्र छिर्नु नहुने कारण भएर मेरो घरमा ड्युटी थियो, त्यो भएको कारणले म भित्र छिर्न बाहिरबाट आशीर्वाद मागेँ मैले, मेरो मनोकामना पुरा होस् भनेर गाइज। हजुरहरू पनि सुपर देउरालीमा जे माग्यो त्यही वर पाइन्छ अरे भनेर गाइज
हामी पनि यसो ढोकाबाट यसो गाइज ल गाइज अब बाहिरको भ्युजहरू पनि हेर्नुहोस् गाइज सम्पूर्ण भ्युजहरू म फोटो निकाल्ने भाइ तिमीहरूले फोटो निकाल्नुहोस् कति बाबु सुब्बादेउरालीको मन्दिर राखेर फोटो बनाउन 350 200 रुपियाँ त्यस्तो भने फोटो खिच्न चाहिँ नमान्ने हुन्छ गाइज त्यही भएर गाइज अब यस्तो फोटो खिचेको छौँ ठिकै छ खुसी लाग्यो रमाइलो लाग्यो सुब्बादेउराली धेरै राम्रो सोचेभन्दा धेरै राम्रो रहेछ ठाउँ मलाई त अति नै खुसी लाग्यो अर्को 5 वर्षपछि मेरो फ्यामिली पुरै आउनेछ गाइज फेरि त जानेछु म सुब्बादेउरालीको आशीर्वाद पाएदेखि म जानेछु सुब्बादेउरालीको फ्यामिली लिएर गाइज
भिडियो बनाउँदैछु म भिडियो कति आज धेरै प्याक हो बहिनी आज धेरै प्याक छ है पट्टि पनि एकदम रमाइलो हो वारेर पारि पुरै बजार रहेछ गाइज यसो नास्ताको व्यवस्था रहेछ नन भेज भेज सबै मिल्दो रहेछ गाइज अब हरिहरकै इच्छा हामी त मन्दिर दर्शन गरेर एकैचोटि पारि गरेर खाना खाइयो त्यस्तो राम्रो पार्कहरू रहेछ फन पार्कहरू रहेछ सुब्बा देउराली एकदम आफ्नो विशेषता रहेछ त्यहाँ राम्रो रमाइलो ठाउँमा रहेछ गाइज एकदम रमाइलो भयो सुब्बा देउरालीले दर्शन गरे अब हाम्रो साथीहरू आउँदैछन् खोलासिरा लिएर म त त्यो भयो कारणले गाइज है त अब यसो रमाइलो हो आशीर्वाद माग्ने मेरो मनोकामना पुरा होस् मेरो घर परिवार रक्षा होस् रक्षा गरोस् भनेर मैले मागेको छु सफल होस् उनीहरूको छोटी मेरो फ्यामिलीको बेलामा छु गाइज रमाइलो भयो हामी अहिले सन्धि सर्कलबाट ट्याक्क लगाएर अब लाउरे क्लासिक ठाउँमा जान्छौँ नि गाइज भयो दर्शन गरेँ मैले टिका लाउनु हुँदैन दर्शन गरेँ आउँदैछन् आउनु मान्छे तिमी टिका लाउने हो दर्शन भित्र जानुपर्छ दर्शन गर्नलाई ल म यसो खिच्छु भिडियो मानिस आऊ त्यहाँ बस्छु लाइन बस भने म जान मिल्ने भित्र मैले बाहिरबाट सबै प्रार्थना गरिसक्यो आउँदैछन् उनीहरू यसो बरु खानेकुरा लैजान्छु बुढाहरूलाई यहाँबाट खानेकुरा लैजान्छु एउटा बाबा सुब्बा देउरालीकोमा यही हो
अलि राम्रो क्वालिटी रहन्छ। नानीहरूसँग कस्तो छ मार्केट भनेर सोधपुछ गर्दैछु गाइज। हेर्नुहोस् रमाइलो छ भने अर्को सधैँ यस्तै हो भिडभाड सधैँ यस्तै हुन्छ नि गाइज। अब खुसी लाग्यो राम्रो लाग्यो मलाई त त्यस्तो होइन। अब हामी त तिहार मानेर गएको हामी पाल्पादेखि लिएर घुम्दै गएको हो। हेर्नुहोस् यति रमाइलो लागेको मलाई त गाइज अचम्मै कि भनौँ न जे होस् त्यहाँ गएपछि मन शान्ति मिल्छ। हेर्नुहोस् दर्शकबिनहरू दर्शक भक्तजनहरू सबै नै भिडभाडै थियो। त्यो के पाइन्छ सबै थोक यहाँको चिनहरू लाउने बालाहरू लाउने सबै थोक एभ्रिथिङ तपाईँदेखि लिएर सबै थोक पाइन्छ। कटिङ नगरेको भाडा घुमाएको रहेछ सुब्बा देउराली ओरिजिनलमा मसिनो हुन्छ खै कस्तो कोराबाला जान्छ। अर्को कसैले है पित्तल पनि अर्को अलिक गोल्डन कलर पालिस नभएको रहेछ। अहिले आउँछु भएन नि अर्को चाहिँ यसो बाला भाइजी बाला देखाउँछ भाइ त्यो छोरामा चाहिँ हामीलाई सुब्बा देउरालीको अलिक मसिनो सुब्बा देउरालीको बाला यस्तो पहेँलो मात्रै छैन खै पहेँलोमा बाला छ। यसको कति हो सर? कति यसको? 150 कस्तो जङ लागेको छ कि त्यो होइन सर यो चाहिँ पितल परेपछि हुन्छ पानी परेपछि प्यानो त्यस्तो पानी परेपछि प्यानो के होला सर चाँदीको क्या यो होइन सुब्बा देउराले लेखेको सर होइन अर्को मसिनो काटेको हुन्छ भाइ सुब्बा देउराले लेखेको बाला छ बाला युबीलाई 150 अरे यार 100 रुपियाँ अरे अनि वाइट 30 रुपियाँ गोडा किन्छ हामीले यार ए सुम्बा ठग्दो रहेछ यार कसले सुम्बा सबले हो नि ओरिजिनल होइन यो हो यस्तै ओरिजिनल त कहाँ पाउँछ त नि ल तिमीहरू भित्र जाने होइन त म जानु मिल्दैन भिडियो खिच्ने यसरी खिच्ने नि
अब के बोल्छ के थाहा होला लगायत अब लाउरे टाँसीको भिडमा जान्छु गाइज हेर्नुहोस् तपाईँहरूलाई यहाँ लाउरेको कहानी रहेछ कि आगो म लाउरे भएर आएँ भने तपाईँलाई सुनको सिक्री बनाएर दिन्छु भनेर आउँदा फर्केर आउँदा उहाँले अब भनौँ न दिन चुथिया गरेर कन्जुसाइ गरेर अर्को बाटो लाग्दाखेरि सुब्बादेउराली भन्दा तलैबाट आफू अर्को बाटो लाग्दाखेरि त्यहाँ गएर देउताको शक्तिले टाँसिदियो गाइज यहीँमा हामी आफ्नो बाटो गन्तव्य